मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा 75 जनाले गुमाए ज्यान, कयौं घाइते। चट्याङबाट सबैभन्दा बढी मकवानपुर जिल्ला प्रभावित भएको छ। मकवानपुरमा चट्याङ मौसमी घटना मात्र होइन, नियमित जनधनको क्षति निम्त्याउने विपदका रूपमा देखिन थालेको छ। जिल्लामा चट्याङका घटना र त्यसबाट हुने मानवीय क्षति बढ्दो क्रममा छ। पछिल्ला 5 वर्ष यता राक्सिराङ गाउँपालिकामा मात्र चट्याङ लागेर 9 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार यही अवधिमा मकवानपुर जिल्लाभर 17 जनाको चट्याङ लागेर मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। यो अवधिमा मकवानपुर जिल्लाभरमा 66 वटा चट्याङका घटना रेकर्ड भएका छन्। मकवानपुरमा 2081 र 82 मा 21 वटा चट्याङका घटना भएका छन्। पछिल्ला 12 वर्षको तथ्याङ्क झन् चिन्ताजनक छ। पछिल्ला 11 वर्षमा सबैभन्दा धेरै चट्याङ मकवानपुरमा परेको छ भने मानवीय क्षति पनि मकवानपुरमै बढी छ। यो अवधिमा जिल्लाभर चट्याङकै कारण 75 जनाको मृत्यु भएको हो। 6 वर्ष अघि एकै दिन चट्याङबाट 5 जनाको ज्यान गएको थियो। त्रिभुवन विश्वविद्यालयले सन् 2024 मा गरेको अध्ययनले पनि मकवानपुरलाई देशको उच्च जोखिमयुक्त जिल्ला मानेको छ। अध्ययन अनुसार सन् 2011 यता मात्रै जिल्लामा चट्याङका कारण 83 जनाको मृत्यु र 296 जना घाइते भएका छन्। अध्ययनले विशेष गरी मकवानपुरको दक्षिणी पूर्वी क्षेत्रमा चट्याङको गतिविधि बढी केन्द्रित हुने देखाएको छ। जलवायु परिवर्तन, चुरे क्षेत्रको भूबनोट, प्री मनसुन अवधिमा बढ्ने वायुमण्डलीय अस्थिरता र स्थानीय मौसममा आउने परिवर्तनका कारण मकवानपुरमा चट्याङको जोखिम लगातार बढिरहेको विज्ञहरूले बताएका छन्। जलवायु परिवर्तन, चुरे क्षेत्रको भूबनोट, प्री मनसुन अवधिमा बढ्ने वायुमण्डलीय अस्थिरता र स्थानीय मौसममा आउने परिवर्तनका कारण मकवानपुरमा चट्याङको जोखिम लगातार बढिरहेको विज्ञहरूले बताएका छन्। पछिल्ला वर्षहरूमा देशभर चट्याङको प्रभाव बढेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 2082 मा मात्रै देशभर 393 वटा चट्याङका घटना रेकर्ड भएका छन्। ती घटनामा 48 जनाले ज्यान गुमाएका छन् भने 292 जना घाइते भएका छन्।